नमस्ते, मेरो नाम चाहिँ रश्मि पनेरू। अहिले हजुरहरूले मेरो भिडियो फोटोहरू सबैतिर देख्नु भएको होला, फेसबुक तथा टिकटकमा अनि अन्य सोशल मिडियाहरूमा देख्नु भएको होला। खास गरी चाहिँ टिकटकमा चाहिँ धेरै नै मान्छेहरूले मेरो फोटोहरू युज गरेर अनि नराम्रो भनिराख्नु भएको छ। अनि मैले कमेन्टहरू पनि देख्दै थिएँ, एकदमै धेरै मान्छेहरूले कमेन्ट पनि नराम्रो गर्नुभएको थियो। म तिनीहरूलाई के भन्न चाहन्छु भन्दाखेरि चाहिँ हजुरहरूले चाहिँ एउटा साइडको मात्रै स्टोरी सुनेर, एउटा मान्छेले भनेको अनुसार मात्रै सुनेर पढेर कसरी एउटा मान्छेलाई जज गर्न सक्नुहुन्छ, कसरी मलाई नराम्रो बनाउन सक्नुहुन्छ? हजुरहरूलाई के थाहा छ मेरो लाइफको बारेमा? रियालिटी के भइरहेको छ, रियालिटी के हो भनेर हजुरलाई के थाहा छ र? केही पनि थाहा छैन। अनि अर्को कुरा चाहिँ सबैतिर फेसबुकतिर टिकटकतिर के कुरा भइरहेको छ भन्दाखेरि चाहिँ म यहाँ अमेरिकामा केटासँग लिभिङ टुगेदरमा बसिरहेको छु, त्यो पाकिस्तानी केटासँग। यहाँ हामी दुईजना सँगै अपार्टमेन्टमा बसिरहेछौँ भन्ने कुरा छ, जो कुरा सत्य होइन। यदि जोले भन्दैछ भनिरहेको छ जो मान्छेले हामी यहाँ सँगै बसिरहेछौँ भनेर, त्यो मान्छेलाई प्रुफ माग्नुहोस्। यदि त्यो मान्छेसँग प्रुफ छैन भनेपछि म दिन्छु हजुरहरूलाई प्रुफ। मसँग छ, हरेक महिना मैले रेन्ट पे गरेको मसँग सबुत छ। म यहाँ एउटा सानो अपार्टमेन्टमा हामीहरू कसरी स्ट्रगल गरेर सबै स्टुडेन्टहरू, सबै मेरो केटी साथीहरू, हामी 4 जना बस्थ्यौँ। सबै साथीहरू मिलेर बसेर गरेर कसरी सबै गरिरहेको थिएँ मलाई मात्र थाहा छ, त्यो कुराहरू हजुरलाई थाहा छैन। अनि अर्को कुरा चाहिँ सबैतिर मेरो बुवालाई चाहिँ नराम्रो बनाइराख्नु भएको छ हजुरहरूले। बिहे गर्दाखेरि भगाएर मलाई ल्याउँदाखेरि उसले मेरो मम बाबाको पर्मिसन लिएर भगाएर ल्याएको होइन नि मलाई। बिहे गर्दाखेरि उसले मेरो मम बाबालाई सोधेको थियो। अनि अहिले चाहिँ मेरो मम बाबा चाहिँ, मेरो बुवा चाहिँ बिचमा कहाँबाट आउनुभयो? अनि अर्काको बुवालाई, अर्काको फ्यामिलीमाथि अनि यत्तिकै जे पाए त्यही अनि दोष लाउने, अनि अर्काको बुवालाई नराम्रो भन्ने, तपाईँहरूलाई यो हक कसले दियो? कसैलाई जज गर्ने, कसैको बारेमा नराम्रो भन्ने। अनि सबैजनाले भनिराख्नु भएको छ कि त्यो भाइलाई न्याय मिल्न पर्छ अरे, न्याय दिन्छौँ रे। न्याय दिनलाई गर्नलाई तपाईँहरू को हो र? जज छ त, कोर्ट छ त, उनीहरू भएको के फाइदा नि? तपाईँहरूले नै न्याय दिने भए, सबै डिसिजनहरू तपाईँहरूले नै बनाउने भए त के हुन्थ्यो र? आफ्नो भ्युज बढाउनको लागि, आफ्नो लाइकहरू बढाउनको लागि